विशेष मन्त्रदास तडा सन्तोष सन्तु मनोरथं कपिनन्द विनाशाय मृत्युमण्डलः सबै पूजा गर पर्स देती है क्या रे तो बोलताले निवा निवा देती है मलाई पनि खासै लाग्यो बोल दिन्छ यार सरी हेरिदिँदा केही त हुन्छ नै मायाले सरी बेरिदिँदा केही त हुन्छ नै आकाशमा जुन मुस्काको देख्दा झल्कन्छ सागरा तिमी त मेरो नजिक छौ झनै झल्किए माफ गरा तिमीले सरी बोलिदिँदा केही त हुन्छ मायाले मरमा खोलिदिँदा केही त हुन्छ तिमीले सरी छोइदिँदा यो मेरो मुटु चोरिदिँदा केही त हुन्छ नै तिमीले सरी हेरिदिँदा केही त हुन्छ सुवास मिठो मलाई मन पर्ने तिम्रो नै सासमा सजाउँदैछु मायाले संसार तिम्रो नै आशामा हो जे कुरा मन पर्छ तिमीलाई सबै नै दिन्छु म जे हो तिम्रो मेरै कहानी नदिने दिन्छु म तिमीले सरी हेरिदिँदा केही त हुन्छ नै मायाले सरी बेरी
छँदा सुनेको थिएँ एकादेशको कथा मैले त्यो कथाको राजकुमारी मेरै सामु पाएँ अहिले जे सुने थिएँ साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही स्कूल जाँदा पढेको थिएँ बाइपन्थी घोडा चढाई लैजान्छ रे राजकुमारले मदेखि नै चोरी मलाई जे पढे थिएँ साँच्चै आज भयो सही म हूँ हजुर की प्यारी दुलही हाँ म हूँ हजुर की प्यारी दुलही मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु मेरो कुलको इज्जत तिमीले बचाइ राख्नु ढुकढुकीमा सधैँ मलाई सजाइ राख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाइ राख्नु भन्नुहोस् हजुर मान्छु खुसी भई म हूँ हजुर की प्यारी दुलही हौ तिमी नै हौ तिमी मेरी दुलही
पाएँ अहिले स्कुल जाँदा पढेको थिएँ बाही पङ्खी घोडा चढाए लैजान्छ रे राजकुमारले नदेखि नै चोरी मलाई जे सुने थिएँ साँच्चै आज भयो त्यही जे पढे थिएँ साँच्चै आज भयो सही तिमी नै हौ तिमी मेरी दुलही मैं हूँ हजूर की प्यारी दुल्ही हौ तिमी नै हौ तिमी मेरी दुलही मैं हूँ हजूर की प्यारी दुल्ही नब्बे वर्षभन्दा बढी चाहिँ जोडी नबाँच्नु 90 वर्षसम्मको आयु यो सेम बहिनीलाई जस्तै बाहिर हुनुहुँदो रहेछ अनि पो थाहा भएन बेला भएन खोल्ने हाम्रो बुढीलाई माथि जाँदाखेरि चाहिँ त्यहाँ देखेको नि त माथि हप्ता योरा त हामी भाइको हात पनि लैजाऊ हो त्यसरी सबै लाग्छ जन्मेर कोखमा कसैको हुर्कन्छ
काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो जन्मेर कोखमा कसैको कसले छोडेको कसको नसो हो जिन्दगीको अनौठो नाता को हो आफ्नो को हो बिरानो के होला यो रगतको नाता के होला यो रगतको नाता जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो जन्मेर कोखमा कसैको पानी ल्याऊ तो बेहुनामा हम करेसिया छाडिदिने तो राखिदिने बेहुलाले हात थापिदिने एउटा हात ठ्याक्क हरे नमस्कार गर्ने गौदाना प्रतिष्ठा दान दिन तो बेहुनामा हम करेसिया छाडिदिने स्वस्तेन भोगामेश्वरेलाः श्रीदेव
छैन एकछिन रोक गर्न हटाएर मङ्गलाय तनु स्वागत बाजा बजा भयो नौमती बाजा तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव मस्मिन् प्रदेशे गिरिशुभरामि तावद्देशां जयस्तेषां तस्तेषां पराजय येषां जीवस्याभूयते सुजनार्दनं सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुते छेउमा बस्न साथो मोबाइल नम्बर घर त मेरो पश्चिम पोखरा घर त मेरो पश्चिम पोखरा माया भाइ फोन गरा मिस कल नगरा माया भाइ फोन गरा मिस कल नगरा भेटियो आज रोजेको माया नै टेन्सन भन्छ आउन छेउमा बस्न साथो मोबाइल नम्बर घर त मेरो मदन पोखरा बस्यो हेर होइन खेलखेलैमा के दिन्छौ त चिनो भन छुटिने बेलैमा माया बस्यो हेर होइन खेलखेलैमा के दिन्छौ त चिनो भन छुटिने बेलैमा जतन गरी राखे नम्बर जतन गरी राखे नम्बर माया भाइ फोन गरा मिस कल नगरा हो माया भाइ फोन गरा मिस कल नगरा
होम गर्ने भोलिलाई नभन मलाई भोलिलाई नभन